करोड ठगी 21 करोड सम्पत्ति शुद्धिकरण टिकटक स्टार तुलसी अधिकारीको रहस्यमय साम्राज्य कसरी ढल्यो। सामाजिक सञ्जालमा लाखौँको पहुँच, विलासी जीवनशैली विदेशसम्म फैलिएको नेटवर्क, तर अचानक प्रहरीले खोजी गरिरहेकी एक महिला अन्ततः इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ। आखिर टिकटकमा चर्चित तुलसी अधिकारीमाथि लागेको 6 करोड 52 लाख रुपियाँ ठगी र 21 करोड रुपियाँ सम्पत्ति शुद्धिकरणको आरोप वास्तविक के हो? काठमाडौँ जिल्ला अदालतमा बुधबार फेरि एक पटक टिकटकमा चर्चित नाम तुलसी अधिकारीको मुद्दा बहसको लागि पेश गरियो। तर यो बहस सामान्य थिएन, किनभने उनको पक्षमा 1-2 जना होइन 40 जना वकिलले वकालतमा पेश गरेका छन्। बहस लामो समयसम्म चल्ने, तर सबै पक्षको बहस नसकिएकाले अदालतले मुद्दालाई हेरदारमा राख्दै उनलाई पुनः प्रहरी हिरासतमा पठाउने आदेश दियो। आखिर आरोप के छ? सरकारी अभियोजन अनुसार तुलसी अधिकारीमाथि 3 गम्भीर आरोप लगाइएको छ। पहिलो 6 करोड 52 लाख रुपियाँ ठगी, दोस्रो सङ्गठित अपराध र तेस्रो 21 करोड रुपियाँ बराबरको सम्पत्ति शुद्धिकरण अर्थात् मनी लन्ड्रिङ। यदि यी आरोप अदालतबाट प्रमाणित भए भने उनीमाथि कडा कानुनी कारबाही हुन सक्ने देखिन्छ। फरार जीवन र थाइल्यान्डबाट पक्राउ। मुद्दा दर्ता भएपछि तुलसी अधिकारी लामो समयसम्म नेपाल बाहिर रहेको बताइन्छ। प्रहरीले उनको खोजी तीव्र बनाएपछि अन्ततः इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो। उनको पक्राउसँगै यो प्रकरण फेरि राष्ट्रिय चर्चाको विषय बन्यो। धेरैले प्रश्न उठाए, यति ठुलो आर्थिक कारोबार कसरी भयो? कसरी विदेशसम्म पुगे? के उनी एक्लै थिइन् कि ठुलो समूह सक्रिय थियो? अदालतको अर्को निर्णय के होला? हाल अदालतमा थुन्चेक बहस जारी छ। अदालतले उनलाई पूर्वक्षका लागि थुनामा पठाउने, धरोटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्ने भन्ने निर्णय बहस सम्पन्न भएपछि मात्र हुनेछ। त्यसैले अहिले सबैको नजर अदालतको आगामी आदेशतर्फ केन्द्रित छ। टिकटकबाट चर्चामा आएकी तुलसी अधिकारीमाथि लागेको अरबौं आर्थिक अनियमितताको आरोप अन्ततः अदालतमा कसरी टुकिन्छ? उनी दोषी ठहरिन्छन् कि निर्दोष साबित हुन्छन्? यसको जवाब अब न्यायको निर्णय दिनेछ।